ब्लग दिस इज भक्त सो आज चाहिँ तपाईहरुलाई एउटा छुट्टै प्रकारको एउटा भिडियो ब्लग लिएर आउँदैछु र आज इच्छा कामना गाउँपालिका म जुन ठाउँमा काम गर्दैछु यो भवन प्रमुख प्रशासकीय भवन चाहिँ समुद्घाटन कार्यक्रमको लागि नेपालको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आउँदै हुनुहुन्छ। के बनाउँदै हुनुहुन्छ यो जनप्रतिनिधि कता कता राख्ने भनेर ओके हेलो 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 भन्छ पुरै तयारी गरिरहनु छ एकदम सँग पूर्व जनप्रतिनिधि वडाध्यक्षज्यू अनि त्यसपछि के अरु के छ पार्टीका प्रतिनिधि प्रमुखज्यूहरू सबैको म्याम बनाउँदै हुनुहुन्छ एकदमै पूर्व तयारी। आज यो कार्यालयको चाहिँ समुद्घाटन कार्यक्रम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चाहिँ हुँदैछन्। तयारी तपाईँले देख्न सक्नुहुन्छ। पुरै स्टेज तयारी भइसकेको छ। सुरक्षाकर्मी बहिनी लागि परे के बनाएको यो चाहिँ के छ सर हालमा डबल टेप छ डबल टेप मागेर डाटा अहिले त ल हुन्छ के हुँदैन हजुर अरु हुन्छ यो चाहिँ के बाजा कहाँबाट टोली लिएर कहाँको टोली कहाँको टोलीहरू ल्याउँछ कहाँको टोली भने ए हो हो उहाँहरूले चाहिँ बाजा बजाउनुहुन्छ बाजा ल हजुरलाई स्वागत छ। ठीक छ नि ठिक छ रिबन पनि रेडी भइसकेको छ। उहाँ चाहिँ शिलालेख चाहिँ उद्घाटन चाहिँ देखाएर त्यसको सुरुवात हाम्रो टोलीहरू यहाँ रहेछन् है प्रधानमन्त्री आउनु के छ सर हेलो हामी त हेरेको ए ठिक छ आम ओके all sets are ready.
अब चाहिँ यसै गरी इच्छा कामना गाउँपालिका 2 नम्बर वडा अध्यक्ष श्री पञ्चबहादुर चेपाङज्यूलाई आसन गराउनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी इच्छा कामना गाउँपालिका 3 नम्बर वडा अध्यक्ष श्री नरबहादुर नेपालज्यूलाई आसन गराउनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी इच्छा कामना गाउँपालिका 4 नम्बर वडा अध्यक्ष श्री रुद्रप्रसाद उप्रेतीज्यूलाई आसन गराउनको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी इच्छा कामना गाउँपालिका 5 नम्बर वडा अध्यक्ष श्री तेजबहादुर शेरचन्दज्यूलाई आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। यसै गरी इच्छा कामना गाउँपालिका 6 नम्बर वडा अध्यक्ष श्री लक्ष्मण पर्जाज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी इच्छा कामना गाउँपालिका वार्ड नम्बर 7 नम्बर वडाका वडा अध्यक्ष श्री बमबहादुर थापा मगरज्यूलाई आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। प्रवेश गर्नुहुनेछ। गाउँ कार्यपालिकाको परिसरमा प्रवेश गरेसँगै हाम्रा विभिन्न जातिहरू, पञ्चकन्या, विभिन्न सांस्कृतिक समूहहरू लगायत हाम्रो अध्यक्ष उपाध्यक्ष यहाँका जनप्रतिनिधिहरू सबै सम्मान व्यक्त गरिनेछ र उहाँ सम्मान ग्रहण गर्नुहुँदै गाउँ कार्यपालिकाको प्रशासकीय भवनको समुद्घाटन गर्नुहुनेछ। त्यस पश्चात सम्माननीय प्रधानमन्त्री यस स्टेजमा उपस्थित हुनुहुनेछ। सम्माननीय प्रधानमन्त्री उपस्थित हुने बित्तिकै राष्ट्रिय गान बजाइनेछ र राष्ट्रिय गान बज्दा तपाईँ हामी सबै उठेर राष्ट्रप्रति सम्मान प्रकट गर्नेछौँ। त्यस पश्चात गाउँपालिका उपाध्यक्षज्यूबाट स्वागत मन्तव्यको कार्यक्रम रहेको छ। त्यसपछि स्वागत मन्तव्यपछि हामीले यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने सामाजिक व्यक्ति तथा संस्थाहरूलाई सम्मान कार्यक्रम राखेका छौँ। त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको सम्बोधन हुनेछ। त्यस पश्चात सम्बोधन सम्माननीय प्रधानमन्त्रीज्यूको स्वागतको लागि तत्परता गर्नुभएको छ र यो स्वागतको निम्ति गाउँपालिकाको अध्यक्षज्यू उपाध्यक्षज्यूबाट हुनेछ र उहाँहरूसँगै सम्माननीय प्रधानमन्त्रीज्यूको स्वागत गर्नेछौँ। त्यहाँबाट लाने भन्नु भएन र यसरी छिराउनु त त्यहाँबाट छिराउने भने कि यसरी लाने बेला नभए त्यसो मान्छे यसरी राखिदिउँ न सबभन्दा राम्रो भराइ चढ्ने भयो ए ल कि त्यो शिलालेख पनि गर्ने के अरे ओपन गर्ने होला नि पनि खाली नै गर्नुपर्छ है किनभने गाडी 10 वटा गाडी बाहिर निकाल्नु होइन त्यही त यो ठ्याक्कै आउनुसाथ कोही पनि छिर्न दिनु भएन हजुरहरूले। यहाँ एउटा मान्छे पनि हिँड्न दिनु भएन। अब पत्रकार त भइहाल्छ नि।
गुरुङ यस गाउँपालिकाको संस्थापक अध्यक्ष इच्छा कामना गाउँपालिका वार्ड नम्बर 3 श्री गीता कुमारी गुरुङज्यूलाई यो सम्मान पत्र प्रदान गरिदिनु हुन प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई म हार्दिक अनुरोध गर्दछु। यसैगरी सम्मानित हुने व्यक्तित्व हुनुहुन्छ श्री कीर्ति कुमार श्रेष्ठज्यू, संस्थापक गाउँपालिका उपाध्यक्ष इच्छा कामना गाउँपालिका वार्ड नम्बर 5, सम्मान ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसैगरी सम्मानित हुने संस्थाको रूपमा उत्कृष्ट करदाताको रूपमा श्री मनोकामना दर्शन प्रणाली इच्छा कामना गाउँपालिका 4 चितवन, श्री मनोकामना दर्शन प्रणाली इच्छा कामना गाउँपालिका वार्ड नम्बर 4 चितवन। यसैगरी सम्मानित हुने व्यक्तित्वमा हुनुहुन्छ श्री नन्दलाल गिरिज्यू, पूर्व वडाध्यक्ष इच्छा कामना गाउँपालिका वार्ड नम्बर 1। यसैगरी सम्मानित हुने व्यक्तित्व हुनुहुन्छ श्री गोवर्धन अधिकारीज्यू, पूर्व वडाध्यक्ष इच्छा कामना गाउँपालिका वार्ड नम्बर 3। यसैगरी सम्मानित हुने व्यक्तित्व हुनुहुन्छ स्वर्गीय होमबहादुर राणाज्यू, पूर्व वडाध्यक्ष वार्ड नम्बर 4। उहाँको आफन्तको आउनुभएको छ, कृपया मञ्चमा आइदिनु होला। उहाँको परिवार यहाँ उपस्थित हुनुभएको छ। आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। हामीले चाहिँ भोट माग्दाखेरि पनि हामीले भनेका थियौँ अब चाहिँ राजधानी काठमाडौँमा भएको सिंहदरबार यो संहितामा गइसकेपछि गाउँ गाउँमा चाहिँ सिंहदरबार चाहिँ आउँछ। भन्नुको मतलब के हो त भन्दाखेरि सेवा गर्नुको लागि आफ्नै गाउँठाउँमा चाहिँ
सिंहदरबार चाहिँ आउँछ भनेर चाहिँ जुन भनेको थियो त्यस्तै गरिकन त्यही अनुरूप त्यही स्पिरिटलाई त्यही भावनालाई मूर्त रूप दिनको लागि आज यो इच्छा कामना गाउँपालिकाको यो प्रशासकीय भवन सम्माननीय प्रधानमन्त्रीज्यूबाट यो चाहिँ उद्घाटन भएको छ। यो अत्यन्तै खुसीको कुरा हो र खास गरेर तपाईँ हामी सबैले थाहा भएकै कुरा हो कि यो चाहिँ जुन अब 460वटा गाउँपालिका छन् र 293 हाम्रो चाहिँ नगरपालिकाहरू छन्। गाउँपालिकाहरूको चाहिँ यो चाहिँ जुन हामीहरूले चाहिँ ध्यान दिनुपर्ने अघि उपप्रमुखज्यूले स्वागत भाषणको क्रममा उहाँले चाहिँ शिक्षादेखि लिएर स्वास्थ्यदेखि लिएर यो चाहिँ रोजगारीका कुराहरूलाई चाहिँ जोड दिइरहेको भन्ने चाहिँ जुन कुरा हामीले चाहिँ सुन्न पायौँ त्यो चाहिँ अत्यन्तै अहिले चाहिँ सान्दर्भिक विषयहरूलाई नै लिएर चाहिँ उहाँहरूले काम चाहिँ गरिराख्नु भएको छ। मेरो चाहिँ शुभकामना छ यो जुन प्रशासकीय भवन आज उद्घाटन भएको छ यो प्रशासकीय भवनबाट यो चाहिँ तपाईहरुको यो चाहिँ जनतालाई स्थानीय बासिन्दाहरूलाई प्रभावकारी तवरले चाहिँ सरल र सुलभ तवरले तपाईहरुले चाहिँ सेवा पुर्याउनमा यो चाहिँ एउटा नमुनाको रूपमा यो प्रशासकीय भवनबाट जुन जनतालाई दुःख पर्दाखेरि सुख दिने जनतालाई झन्झट पर्दाखेरि त्यसमा चाहिँ मेटाउनको लागि यी सबै कामहरुमा यहाँको चाहिँ यो प्रशासकीय भवनबाट चाहिँ हुनेछ भन्ने कुरामा विश्वास लिँदै फेरि पनि र पर्यटनका लागि त गैंडा त हेर्नै पर्छ सबैले गैंडा त हेर्नै पर्छ तर गैंडा हेरेर उसै जिल्लामा भएको इच्छा कामना देवीको दर्शन गरिएन भने इच्छा कसरी पूरा हुने पारीपट्टि तरेर अलिकति मास्तिर गएर मनोकामना देवीको दर्शन गरिएन भने मनोकामना कसरी पूरा हुने यसो गोर्खातिर सेरोफेरो लगाइएन भने इतिहास कसरी बुझ्ने जवानहरूले र्याफ्टिङ गरेनन् भने टाढैबाट खोलो हेरेर कसरी थाहा पाउने खोलाको आनन्द जवानहरूले र्याफ्टिङ त गर्नै पर्छ एकपल्ट यहाँ छेउकाले त बरु छेउबाटै यसो स्नान गरे पनि हुन्छ तर टाढाबाट आउनेले त एकपल्ट यहाँ त सधैँ जहिले पनि गरिहालिन्छ मैले पनि एकपल्ट र्याफ्टिङ गरेको छु र्याफ्टिङ गरेको अगाडि सुरिएर बसेको छालले यस्तो हानेको थियो र्याफ्टभन्दा अलिक परै खोलामा फालिदियो अनि फेरि फर्केर आइयो मजा भयो चिसो पानीमा यो त्यस्तो ठाउँ हो एकपल्ट मजा लिने। सम्माननीय प्रधानमन्त्री नेपालका अभिभावक केपी शर्मा ओलीज्यू यसै गरी विशिष्ट अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठज्यू बागमती प्रदेश प्रमुखज्यू बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रीज्यू मञ्चमा आसीन अन्य अतिथिज्यूहरू यो कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन उपस्थित रहनुभएका तपाईँ सबै बुवामा दाजुभाइ दिदीबहिनीहरू पत्रकार मित्रहरू सुरक्षा अधिकृत तथा सुरक्षाकर्मी साथीहरू विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि साथीहरू राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि साथीहरू सबैलाई म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। खास गरी हाम्रा अग्रजहरूले यो व्यवस्था ल्याउन धेरै जेल खानुभयो कतिपयले शहादत प्राप्त गर्नुभयो उहाँहरूलाई म यो अवसरमा सम्झन चाहन्छु। उहाँहरूको योगदान नभइदिएको भए उहाँहरूको चाहिँ बलिदान नभइदिएको भए सायद हामी यसरी गाउँमा सिंहदरबारको समुद्घाटन गर्दै हिँड्न पाउने थिएन होला। अहिले हामी यो व्यवस्था ल्याउन हाम्रा अग्रजहरूले जति योगदान गरिरहेका छौँ हामी अहिले त्यसको फल चाखिरहेका छौँ। जनतालाई हामीले त्यसरी काम गरेर जनताको घर दैलोमा सेवा प्रवाह गरिरहेका छौँ। यस अवसरमा हामीलाई खुसी लागेको छ र हामी सबैको यो सेवा प्रदान गर्ने जुन भवन छ आज यो देशको प्रमुख सम्माननीय प्रधानमन्त्रीज्यूबाट समुद्घाटन गर्ने अवसर पाउँदा उहाँप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ। खास गरी हामीले हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीको खुसी नेपाली समृद्ध नेपाल बनाउने जुन महान अभियानमा उहाँ लाग्नु भएको छ
जसको उहाँ परिकल्पनाकार पनि हुनुहुन्छ, त्यो परिकल्पना पुरा गर्न हामी सङ्घ सरकार प्रदेश सरकारसँग समन्वय गर्दै यहाँको शिक्षामा विकास गर्न, यहाँको स्वास्थ्यलाई अझ राम्रो सुदृढ गर्न, यहाँको कृषि उत्पादनलाई अझ उत्पादकत्व बढाउन, यहाँको पर्यटन क्षेत्रलाई अझ चाहिँ विकास गर्दै प्रवर्धन गर्दै लैजान, यहाँका थुप्रै होटल व्यवसाय अथवा रेस्टुरेन्ट व्यवसाय, विभिन्न रिसोर्टहरू अथवा अघि सम्मानीज्यूले भन्नुभएको जस्तो यहाँ थुप्रै किसिमका पर्यटकीय सम्भावना बोकेका जुन त्रिशुलीमा राफ्टिङ गर्नेदेखि लिएर यहाँ हामीसँग भएका इच्छा कामनामा जुन चितवनको सबैभन्दा अग्लो सिराई चुलीसम्मको विकास गर्दै तल तराईदेखि पहाडसम्म जुन चुचुरोसम्म हामीले विकास गर्ने अभियानमा हामी जुटिरहेका छौँ। यो हामी यसरी विकास गर्दै जाँदा हामीले जुन हाम्रो खुसी र समृद्ध इच्छा कामना बनाउने महान अभियानमा हामी पनि जुटिरहेका छौँ। पक्कै पनि यो महान अभियान पुरा भयो भने समृद्ध नेपाल, सुखी नेपाली, समृद्ध नेपाल बन्ने अभियानमा हामी पक्कै पनि त्यस हिसाबले हामीले सहयोग गरिरहेका हुनेछौँ भन्ने कुरा हामीलाई विश्वास लागेको छ र आगामी दिनमा पनि हामी यहाँहरूको जुन मार्गदर्शन छ, जुन केन्द्र सरकारको सहयोग छ, प्रदेश सरकारको सहयोग छ, यसलाई अझ समन्वय गर्दै यहाँ इच्छा कामनाका जुन सोझा जातिहरू, जुन जनजातिहरू छन्, चेपाङ छन्, गुरुङ छन्, मगर छन्, तामाङ छन्, यहाँ क्षेत्री ब्राह्मण, हामी जुन थकाली समाज छन्, नेवार छन्, हामी जसरी मिलेर हाँसी खुसी बसिरहेका छन्, अझ हाँसी खुसी भएर रहिरहनेछ भन्ने विश्वास दिलाउँदै यो गरिमामय समुद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा आइदिनु हुने हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू, उपप्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू र सम्पूर्ण बुवामा दाजुभाइ दिदीबहिनीहरू, पत्रकार साथीहरू, सुरक्षाकर्मी, अधिकृत तथा सुरक्षा जवान साथीहरू, राष्ट्रसेवक कर्मचारीहरू सबैलाई म एकदमै हृदयदेखि सम्मान व्यक्त गर्दै तपाईँहरू सबैप्रति एकदम आभार प्रकट गर्दै आजको यो कार्यक्रम पनि यही समापन भएको घोषणा गर्न चाहन्छु। हस्त धन्यवाद सबैलाई, फेरि पनि नमस्कार, सबैलाई सम्मान। उपस्थित